यो भिडियो चाहिँ म किन बनाइरहेको छु भने मैले यो बालेन सरकारलाई होइन सपोर्टको लागि भन्दा पनि काम राम्रो गर्नुभएकोमा सपोर्ट गर्नको लागि मैले उहाँको यो ऐना देखाउन आँटेको उहाँले के गर्नुभएको छ भनेर। यो तिन कुने कोरिडोर हो होइन। अब यहाँ भेष निकेतन छ, भेष निकेतनको ठ्याक्क तिन कुने मदन भण्डारी स्मृति पार्क हो यो होइन। अब यतापट्टिको चाहिँ यसरी ठक्कसँगले होइन मदन भण्डारी। अब मदन भण्डारी भनेको कुनै पनि पार्टीको भनेर हामीले भन्नु हुँदैन, राष्ट्रिय विभूति हुनुहुन्छ उहाँ, उहाँको नाममा गर्नु जायज छ होइन। अब हेर्दै जाउँ हामी, अब यहाँदेखि हामी सुरु भयौँ। अब उता पारिपट्टि चाहिँ अलिकति हेरौँ, यस्तो छ है ताल होइन। यहाँ रोकेको छ, पिङ पनि अलिकति खेल्ने बच्चा बच्चीले खेल्ने राखेको छ, तर त्यो पुरा चाहिँ भएको छैन, यो थन्केको छ। त्यतिसम्म त्यो पालन हुँदाखेरि गरेको होला, त्यहाँदेखि हो। अब हामी अगाडि बढ्यौँ, अब बढ्दैछौँ हामी अगाडि, हेर्नुहोस् होइन, हेर्दै जानुहोस् है। हामी पछाडि आयौँ। अब यो बिना पैसामा यहाँ पार्क कति राम्रो राम्रो छ। जस्तै रत्नबाग तिर्दाखेरि चार्ज तिर्नुपर्छ, कति पार्कहरू जाँदा चार्ज तिर्नुपर्छ होइन। चाहे गर्लफ्रेन्ड बोयफ्रेन्ड होस्, चाहे मर्निङ वाक गर्न होस्, इभिनिङ वाक गर्न होस्, माइन्ड फ्रेस गर्न होस्, यहाँ चट्ट आउँदाखेरि यहाँ पैसा लागेन। खोलाको छेउमा आनन्दसँग खोला बगिरहेको छ हेर्न। अब उतापट्टिको ताल त्यस्तो छ, अलिकति हेर्दा पनि जाऊँ, उता पनि हेरौँ यता पनि। फरक हजुरहरूले छुट्याउनुहोस्, कामको तारिफ गर्ने हो होइन। अब यो भनेको हाम्रो सम्पत्ति हो, हामीलाई बनाइदिएपछि, चाहे बालेनले बनाए पनि अथवा अहिले सुनिता डङ्गोल कराउँछिन् उफ्रिन्छन् चुप्लाएर बसेकी छिन् हुन्छ नि, उनले गरे पनि जसले गरे पनि सुविधा पाउने भनेको हामी नेपाली जनताले हो। त्यसले गर्दाखेरि अब यतापट्टिको चाहिँ अहिले सुनिता डङ्गोल नै छन् कार्यवाहक होइन। अब यो थपनाको मेयर हो या झोले, अब उहाँ अब कुन चाहिँ झोलामा, केपी ओलीको झोलामा कुन चाहिँ झोलामा लुकेर बसेकी छिन् या के छिन् अहिले एक्टिभिटी उहाँको केही थाहा छैन है। यस्तरी यहाँ हेर्नु कति मजाले यहाँ फुल फुलेको छ, यो कसको त कति हेर्दा रमाइलो भयो, रमणीय भयो। यहाँ म एउटा यस्तो पनि गरिदिइहालौँ है त, कति राम्रो देखिन्छ हेर्नुहोस् होइन। अब त्यसले गर्दाखेरि अब यसरी यो हाम्रो लागि हो। अहिले यो अलिक घाम लागेको छ, घाम लाग्दा पनि शीतल शीतलै यहाँ चाहिँ अनुभव भइसक्यो। यहाँ त अहिले अझ माथिपट्टि रुखसुख छैन अहिले त्यो ठुलो, उतापट्टि आउँछ रुखहरू ठुलो, अलिक शीतल ठाउँ चाहिँ आउँदैछ। अब यहाँनिर यसरी ठक्कसँगले बस्ने, आरामदायी बस्नु भएको छ। श्राद्ध गर्ने श्राद्ध स्थल हुन्छ नि, यो पालना गर्नुहुने नियमहरू भनेर यसरी छ होइन। अब यहाँ टक्क बस्ने, श्राद्ध गर्ने, टक्क जाने, कति राम्रो भयो, आनन्द भयो। उतापट्टि चाहिँ हेर्दै जाउँ होइन। अब यहाँनिर कति राम्रो खोला टक्क यहाँ जाने सुविधा सम्पन्न छ। अब यसरी एकछिन भिडियो अलिकति लामो भए पनि हेरिदिनुहोस्, भन्न खोजेको के हो बुझिदिनुहोस् होइन। यो चाहिँ कोरिडोर एउटा खोलाको छेउ एकदमै बर्बाद भएको यो होइन, बाढी जाने खोला उहाँ पाटोसम्म यहीँसम्म आउँथ्यो नि त पहिला त। अब त्यसलाई अहिले व्यवस्थित तरिकाले यसरी गर्नुभएको छ। यहाँ चाहिँ कस्तो भने अब स्थानीयको पनि सहकार्यमा, स्थानीयहरूको सहयोगमा। अब पारिपट्टिको ताल हेर्नुहोस्, होम पाइपहरू हुन्छ नि त्यसरी राखेको छ, यसरी होम पाइपहरू अचकल्टो यसरी छ। यहाँ भत्ताबुङ्गा हेर्नुहोस्। अब यताको र उताको अब आफै हेरेर आफै फरक छुट्याउनुहोस् तपाईँहरू। उतापट्टि चाहिँ बानेश्वर शङ्खमुलको त्यो कोरिडोर होइन, अब शान्तिनगर गेट अगाडिको त्यो कोरिडोर होइन। अब यतापट्टिको कोटेश्वर तिनकुने, अब हेर्नुहोस् फरक छुट्याउनुहोस्, उतापट्टिको शङ्खमुलको एरिया होइन र यतापट्टिको तिनकुनेको एरिया, अब कति फरक ल हेर्नुहोस्। आनन्द यतापट्टिको मान्छेहरूले सुविधा पाइरहेछन्, उताको मान्छेहरू चाहिँ उता पारिबाट यता आउनुपर्छ। जबकि उतै बन्न सक्थ्यो नि त यो कुरो, उतापट्टिकोलाई पनि होइन, यताको पनि सम्पत्ति त उहाँहरूकै हो। तर किन टाढा दुःख गर्नु, नजिकमै आफ्नै आँगन सफा भएको राम्रो हो नि त। अर्काको घरको छिमेकीको आँगन राम्रो भएको त राम्रो होइन होइन। त्यस्तै यहाँनिर चाहिँ यति राम्रो सुविधा सम्पन्न, कति मजा आउँछ। म यहाँ भिडियो बनाइरहेको हुन्छु, मलाई आनन्द लाग्छ होइन। अब त्यसले गर्दाखेरि उतापट्टि चाहिँ होइन हेर्नु न, अब गर्दा गर्दै यो यता मिनमोहन साइडको शङ्खमुल साइडको चाहिँ हेर्नु न, यहाँ यो मिनमोहन कोरिडोर चाहिँ यस्तो छ है। ल हेर्नुहोस् ढुङ्गाहरू सबै भएर पनि किन रोकेर बसे कि हो यो सुनिता डङ्गोल भन्ने मेयर होइन। अब यो पागलनी नै हो कि मुख मात्र ठुलो हो कि गफ मात्र ठुलो हो। मलाई यहाँ एक दुईजना झोलेहरूले यहाँ कमेन्ट पनि गरे, अझै पनि झोलेहरू छोडा छैनन्। काम हेर, त्यही झोलेहरू मलाई के भन्छन् भने त्यो अलिअलि कुरा काप्चाको त्यो देखाएर हुन्छ, राम्रो काम गरेको छ त भन्छ। खोइ के गरेको छ हुन्छ नि, यो त बालेन नेतृत्वमै गरेको हो र उहाँले आँट गर्नुभयो। उतापट्टि त्यसरी बसेको छ। झोले किन झोले भन्छौँ, राम्रो सुविधा भएकै राम्रो। उहाँ पर्खाल अलिअलि उठाएको जस्तो गरेको छ,
काम रोकेर यसरी हुन्छ नि बर्बाद पारेको छ। अब यतापट्टि त वर्क भएर चाहिँ यता काम अझै यहाँनिर व्यवस्थापन सरसफाइ अब स्थानीयहरूको पनि एकदम सपोर्टमा। अब उतापट्टि मिनमोहनको होइन शङ्खपुलको एरियाको चाहिँ अब उहाँको जनताहरू के हो। अब उतापट्टि पनि पार्क हुन्छ नि बनाउनलाई रेडी छ जस्तो बनाउनु भएको छ बालेन सरकारले। अब अब सरकारै भन्नुपर्छ, बालेन अब प्रधानमन्त्री हुनुहुन्छ उहाँले पनि बुझ्नुपर्छ अब यो कुरालाई अब फेरि पुरा गर्नुपर्छ। यसरी यहाँ खेलकुदका सामग्रीहरू होइन एक्सर्साइज गर्नेहरू यसरी पार्कमा टक्क बस्न, यहाँ आफ्नो टाइम पास गर्न, पिकनिक जस्तो गर्न, यसो माइन्ड फ्रेस गर्न, यसरी पुल कति राम्रो होइन बाटो क्रस गरेर टक्क पारिपट्टि पुग्नु आनन्दको होइन यस्तो राम्रो। यता चाहिँ हङकङ होइन, यता चाहिँ हङकङ, उता चाहिँ सोमालिया जस्तो भयो क्या यो चाहिँ होइन। अब यो चाहिँ यस्तो भयो होइन। यतापट्टि यसरी पार्कहरू यति राम्रो सुविधा, यहाँ रुखहरू यस्तो आनन्द लाग्नु शीतल कति राम्रो। भिडियो लामो होला तर अब हजुरहरूलाई राम्रै लाग्छ होला यो ठाउँ आउँदाखेरि, हजुरहरू पनि आउँदा हुन्छ होइन। अब यसमा इन्ट्रान्स लाग्दैन, चार्ज कुनै लाग्दैन, पैसा तिर्नु पर्दैन, एक्सर्साइज गर्ने अझै यहाँ कति सामग्रीहरू बच्चा बच्चीले खेलकुदका सामग्रीहरू होइन, बच्चा बच्चीका पार्क पनि छन् यहाँ केटाकेटीका लागि। अब उतापट्टिको ताल हेर्नु होइन, हेर्दै जाऊँ है उतापट्टिको। मैले यो भनेको त्यो झोलेले एक दुईजना झोलेले मलाई इनबक्समा पनि आएर र कमेन्टमा पनि आएर यहाँ के भनेकोहरू चाहिँ झोलेहरूलाई पनि, झोलेहरूको लागि पनि हो यो। यहाँ बच्चाहरू खेल्ने, यता पनि बच्चा खेल्ने ठाउँहरू छ। अब उतापट्टिको ताल त्यस्तो छ। अझै पनि भन्दैछु म उताको चाहिँ मेन हेर्नु पऱ्यो, यताको हेरेर उता विकास हुनु पऱ्यो क्या। छिमेकीको हेरेर राम्रो घर हेरेर डाहा गर्ने होइन, छिमेकीको सफा सुग्घर हेरेर डाहा गर्ने होइन, आफू पनि गर्ने। बच्चा बच्चीले खेल्ने यहीँ कति राम्रो राम्रो, यहाँ कुनै यो फन पार्क सनपार्क जानु पर्दैन, नि शुल्क होइन, यहीँनिर सुविधा गरिदिएको छ सबै चिज। जस्तै बच्चाहरूको लागि अब यहाँ ठुलोहरूको लागि एक्सर्साइज गर्ने ठाउँ पनि छ। उतापट्टि हेर्दै जाऊँ बागमती विकास समितिले पनि उत्तिकै सपोर्ट गरेको छ। यता स्थानीयको पनि म त्यहाँ देखिदिन्छु, म बोर्ड देखाइदिन्छु यसरी बस्ने कस्तो राम्रो ठाउँ बनाएको छ। यहाँ आएर पार्कमै कति मजाले टाइम पास गरेर बसेका हुन्छन्, गरेर बसेका हुन्छन्, माइन्ड फ्रेस गरेर हुन्छन्। टक्क स्कुलबाट आएर पढेर आएर एकछिन माइन्ड फ्रेस होइन। यहाँ श्राद्ध गर्ने ठाउँ टक्कसँगले होइन, श्राद्ध गर्नलाई पनि व्यवस्थापन छ। अब उतापट्टिको ताल देखिहाल्नु भएको छ, खाली छ, उजाड छ होइन। अब हेर्नु कति राम्रो वाटरफल होइन, एकदम राम्रै राम्रो यहाँ। अब यस्तो राम्रो यहाँ छ, बनाउँदा गर्दा के हुँदो रहेछ भनेर यहाँ उदाहरण हो यो। यतापट्टि हेर्नु, यहाँ माने पेमे हुम मानेको यसरी होइन। यति राम्रो यहाँनिर हेर्नुहोस् यति राम्रो बनाएको छ। आजकल त छोडेको छैन, उहाँले पुरा काम गरेको छ। अब यहाँनिर एक्सर्साइज गर्नेहरूलाई हेर्नुहोस्, यहाँनिर एक्सर्साइज गर्ने चक्क मदन भण्डारीको नाममा होइन, चक्क मदन भण्डारी हाम्रो राष्ट्रिय विभूति हो उहाँ होइन। अब राष्ट्रिय विभूति भनेर जस्तै उतापट्टि गणेशमान गरे पनि भयो होइन, यतापट्टि चाहिँ गणेशमान पार्क भन्दा पनि भने यता मदन भण्डारी भयो भने उतापट्टि हाम्रै राष्ट्रिय विभूति हुनुहुन्छ उहाँ, हाम्रो महानायक होइन भनेको देशको होइन। अब यसरी यहाँ एक्सर्साइज गर्ने ठाउँहरू यसरी छ होइन, बनाइदिएको छ सबै। यति राम्रो हो पुल, यति खतरा, यस्तो राम्रो विदेशी जस्तो भाइब्स आउँछ यहाँनिर टक्कसँगले। यो त कति लामो छ। अब यसरी पार्कहरू यस्तो सफा सुग्घर राम्रो हुन्छ नि बनाएर उहाँले छोड्नु भएको छ है। समुदायिक विकास समिति र मदन भण्डारी स्मृति पार्टीका सुविधानगरको सक्रियतामा भनेर यसरी होइन टक्क छ। अब पारी चाहिँ अब काङ्ग्रेस र एमाले भएर दोहोरी खेलेर जोरी खेलेर हुन्छ नि बर्बाद पारेर अझ गल्टो छ। पारीको भिडियो म फेरि अलिकति राम्रोसँग हालिदिन्छु। कहाँनिर गर्ने गणेशमान पार्क बनाउने भन्ने कुरा होइन, यो त एमालेको बनाउनुपर्छ। काङ्ग्रेसले गणेशमानको बनाउने भन्ने, एमाले आफ्नो अर्को अब कसको बनाउने भनेर सोचेको होला, त्यसले नै गर्दा बजेट पास नभएर हो कि अब एमाले के हो त्यो हाम्रो झोलिनी केपी ओलीको चम्चा, झोली छोरी पापा कि परी, अब उसले रोके कि होली आफ्नो गणेशमानको किन बनाउने, एमालेकै बनाउने
भनेर भनेकी ओली त्यो रोकेकी ओली अब यतापट्टि हेरेर यसलाई हेरेर उता तयार पारेदेखि झोलेले पापाकी परीले स्टान्ट गरेर देश बन्छ